हेर्नुहोस् है चाइनाको बाटो किन बलियो हुन्छ। पहिला ढलान गर्छ, यसरी ढलान गर्छ अनि यसको माथि चाहिँ तपाईँको पिच गर्छ कि कालोपत्री हाल्छ अनि बाटो चाहिँ कहिले पनि केही पनि हुँदैन कि यस्तो बलियो हुन्छ। हेर्नु कसरी गर्छन् काम। हाम्रो त नेपालमा माटोको माथिबाट के भन्छ पिच गरिन्छन्, कहाँबाट बलियो हुन्छ त। पिच गरेको एक हप्तामा उम्किन्छ। नेपालको चाहिँ पहिला ढलान गर्छन्, ढलानपछि चाहिँ पिच गर्छन् यहाँको बाटो चाहिँ। हेर्नुहोस् यस्तो काम भनेको यस्तो हो क्या परिपक्व। नेपालको त सबै चोरहरूले ठेकेदारहरूले कसरी पैसा कमाउनु पर्छ, कसरी पैसा बचाउनु पर्छ त्योतिर मात्र लाग्छन्।